कर्णाली प्रदेशको मध्य पहाडी भूभागमा अवस्थित छ रुकुम पश्चिम। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मेहनती समुदायले भरिपूर्ण यो जिल्ला आफ्नै पहिचान बोकेको छ। अग्ला अग्ला पहाड, रमणीय तालहरू, बग्ने नदीहरू र दुर्गम बस्तीहरू। यहाँका मानिसहरूले वर्षौंदेखि कठिन भूगोलसँग सङ्घर्ष गर्दै आफ्नो जीवन अगाडि बढाइरहेका छन्। तर यही सुन्दर भूगोलभित्र एउटा अर्को यथार्थ पनि पुगेको थियो। सुरक्षित मातृत्व सेवामा सीमित पहुँच, घण्टौं पैदल हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य गर्भवती महिलाहरू, स्रोत साधनको अभावमा सेवा दिन सङ्घर्षरत स्वास्थ्य कर्मीहरू, आफ्ना आमा र नवजात शिशुको सुरक्षाका लागि निरन्तर प्रयासरत समुदायहरू। सुरक्षित मातृत्व केवल स्वास्थ्य सेवाको विषय मात्र होइन, यो हरेक परिवारको आशा हो, हरेक नवजातको भविष्य हो र समृद्ध समाज निर्माणको आधार हो। सन् 2022मा वान हार्ट वर्ल्डवाइडको साझेदारी तथा रुक्मेली समाज विकास केन्द्र RSTCको कार्यान्वयनमा स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना रुकुम पश्चिमका सबै 6वटा स्थानीय तहमा सञ्चालनमा आयो। यस परियोजनाको मुख्य उद्देश्य थियो हरेक आमा र नवशिशुको गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु। स्थानीय सरकारको नेतृत्वलाई सुदृढ बनाउँदै, स्वास्थ्य प्रणालीलाई सक्षम बनाउँदै र समुदायलाई परियोजनाको केन्द्रमा राख्दै यो परियोजनाले सुरक्षित मातृत्वको आधार निर्माण गर्ने यात्रा सुरु गर्यो। परियोजना सुरु हुनु अघि धेरै स्वास्थ्य संस्थाहरूमा सुरक्षित प्रसुति सेवा सञ्चालन गर्न आवश्यक पूर्वाधारको अभाव थियो। कतिपय प्रसुति कक्ष साँघुरा थिए, भवनहरू जीर्ण अवस्थामा थिए, आवश्यक उपकरण पर्याप्त थिएनन्, दक्ष स्वास्थ्य कर्मीको संख्या सीमित थियो। हामीलाई काम गर्न सजिलो भने पक्कै थिएन। भौगोलिक विकटता, बाटोको असुविधा, ढुवानीमा समस्या, सञ्चारको असुविधा, स्थानीय जनप्रतिनिधिहरूसँगको समन्वयमा समस्या, सुरक्षित मातृत्व सम्बन्धी बुझाइमा कमी, नीति निर्माण तथा बजेट व्यवस्थापनमा कमी लगायत समुदाय स्तरसम्म पुग्न निकै सङ्घर्ष गर्नु पर्यो। यी समस्याका बावजुद पनि हामी परियोजनाको लक्ष्य पूरा गर्न दृढ थियौँ। पालिकासँगको साझेदारीमा 2वटा प्रसुति केन्द्रको निर्माण र 1वटा प्रसुति केन्द्रको स्तरोन्नति भयो। जिल्ला अस्पतालमा सुत्केरी कुरुवाघरको निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ। कामको गुणस्तरीयतामा कुनै सम्झौता हुन नदिन स्थानीय पालिका सहित जिल्ला स्थित सरकारवालाहरू समेतको संलग्नतामा नियमित अनुगमनमा जोड दिइयो। सुरुमा त भौतिक संरचना नै नहुँदा सेवा प्रवाहमा देखिएको समस्या बिस्तारै हल हुँदै गएको छ। यो गोतामकोट स्वास्थ्य चौकी झन्डै मेरो जीवन प्रारम्भ हुँदादेखि नै विक्रम 2050 सालमा स्थापना भएको हो र त्यसपछि गोतामकोट उपस्वास्थ्य चौकीको रूपमा त्यति बेला स्थापना भयो। स्थापना कालदेखि हालसम्म आउँदै गर्दा धेरै समस्याका बावजुद पनि संस्था अगाडि बढ्दै गयो र 2070 सालमा चाहिँ स्वास्थ्य चौकीको रूपमा स्तरोन्नति भयो। र त्योभन्दा अगाडि चाहिँ जब वान हार्ट वर्ल्डवाइडसँग समन्वय नहुँदाखेरिको अवस्थामा यहाँ भवन निकै जीर्ण थिए र यो सेवालाई व्यवस्थित गर्नको लागि आडबिसकोट नगरपालिका र वान हार्ट वर्ल्डवाइडको साझेदारीमा जो यो नयाँ भवन निर्माण गरियो यसले निकै नै राम्रो हामीलाई चाहिँ प्रभाव पारेको छ र जहाँ व्यवस्थित सरसफाइ युक्त एकदम व्यवस्थित कोठाहरू छन्
र छुट्टै छुट्टै कोठाहरूको व्यवस्था गरिएको छ र औजार उपकरणहरू पनि आफ्नो प्रबन्ध मिलाइएको छ। नर्मल सुत्केरी अथवा सामान्य सुत्केरी सेवा दिनको लागि गोतामकोट स्वास्थ्य चौकी सक्षम छ। परियोजनाको लक्ष्य भौतिक पूर्वाधार मात्र नभई स्वास्थ्य सेवालाई प्रभावकारी तथा गुणस्तरीय बनाउन आवश्यक सामग्री तथा उपकरणको व्यवस्थापन गर्नु पनि थियो। सोही अन्तर्गत जिल्लाका 20वटा प्रसुति केन्द्रहरूमा आवश्यक सामग्रीको व्यवस्थापन गरियो। 4वटा स्वास्थ्य संस्थामा ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरियो। सामग्री भएर मात्र नहुनेमा हामी विश्वस्त थियौँ, किनकि उक्त सामग्रीको प्रयोगका लागि तथा समग्र क्षमता विकासका लागि स्वास्थ्यकर्मीहरूलाई तालिमको पनि आवश्यकता थियो, जसलाई मध्यनजर गर्दै परियोजना मार्फत 14 जना नर्सिङ स्वास्थ्यकर्मीलाई एसबिए तालिम, 12 जना स्वास्थ्यकर्मीलाई इम्प्लान्ट तालिम, 8 जना स्वास्थ्यकर्मीलाई अल्ट्रासाउन्ड तालिम दिइयो। मैले चाहिँ तालिम सुर्खेतबाट लिएको थिएँ। तालिम चाहिँ मलाई वर्ल्ड वाइड प्लस आरएसडिसीले चाहिँ सहयोग गरेर उहाँको सहयोगद्वारा चाहिँ लिएको थिएँ र प्लस मलाई मेसिन पनि दिनुभयो। त्यो मेसिन लिएर आएँ, आफ्नो कार्यरत क्षेत्रमा आए लगत्तै मैले चाहिँ सेवा सुचारू गरेँ। सेवा सुचारू चाहिँ मैले विगत 3 वर्षदेखि अहिले हालसम्म चाहिँ दिँदै आइरहेको छु। म आफ्नो क्षेत्रमा आफ्नो यो अफिसमा होइन रेगुलर दिँदै आइरहेको छु यो सेवा। र प्लस हरेक महिना हामी चाहिँ एउटा सेड्युल बनाउँछौँ। त्यही सेड्युल अनुसार चाहिँ पालिकाको सबै वडामा हाम्रो जम्मा 9वटा वडा छ, त्यो सबै वडामा चाहिँ हामी गएर हरेक महिनामा सेड्युल अनुसार चाहिँ गएर चाहिँ मोबाइल क्याम्प अथवा यसको आरयुसीको चाहिँ क्याम्प राखेर हामी सेवा दिँदै आइराखेको छ। केसहरू चाहिँ धेरै जसो त हाम्रो नर्मलै भेटिन्छ होइन। अब कहिले कसो चाहिँ हाम्रो कम्प्लिकेटेड केसहरू पनि भेटिराखेको छ। जस्तो अहिले मैले गर्दाखेरि लो लाइन प्लासेन्टाहरू भेटिराखेको छ, ब्रिज प्रेजेन्टेसन, मल्टिपल प्रेग्नेन्सीको भेटिराखेको छ। अर्को चाहिँ एउटा चाहिँ हेट्रोजेनिक प्रेग्नेन्सी पनि मैले आफैले गर्दाखेरि पनि भेटाएँ होइन। चाहिँ यो सेवा दिँदाखेरि चाहिँ आफ्नो भित्री मनदेखि चाहिँ एकदम स्याटिस्फाई भएर अनि खुसी पनि फिल हुन्छ होइन। अब आफै गाउँमा गएर होइन, अब जो कोही जान सक्नुहुन्न टाढा होइन, जस्तो जिल्ला हस्पिटल जान जसलाई 3-4 घन्टा लाग्छ, त्यहाँ जान नसक्ने गर्भवती महिलालाई चाहिँ उहाँकै ठाउँमा गएर उहाँकै साइटमा गएर चाहिँ भिडियो एक्सरे गर्दाखेरि कुनै पनि कम्प्लिकेसन चाहिँ भेटायौँ भनेपछि त्यसलाई टाइमली आइडेन्टिफाई गरेर चाहिँ रिफर गरेको पनि छु होइन। त्यस्तो केसहरू भेटाउँदा चाहिँ म चाहिँ आफ्नो पर्सनली चाहिँ धेरै पनि खुसी छु। परियोजना स्वास्थ्य कर्मीहरूमा मात्र सीमित नभई समुदायमा पनि केन्द्रित थियो। विशेष गरी स्वास्थ्य आमा समूह, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र विद्यालय स्तरमा पुगेर स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरियो। स्वास्थ्य संस्था व्यवस्थापन समितिहरूलाई व्यवस्थापन सम्बन्धी तालिम, पालिकाहरूमा योजना तर्जुमा गोष्ठी, प्रसुति केन्द्रहरूको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड एमएसएस कार्यक्रम, स्थलगत अनुशिक्षण जस्ता कार्यक्रमहरू सञ्चालन भए। साथै परियोजनाले पालिकाहरूलाई विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोग गर्यो। यसले पालिकालाई नीति निर्माण, सेवा प्रवाह तथा बजेट व्यवस्थापनका लागि समेत सहयोग पुग्यो। रुकुमेली समाज विकास केन्द्र आरएसडिसी वानट वर्ल्ड वाइड सँगको सहकार्यमा आठबिसकोट नगरपालिकाले चाहिँ सन् 2022को अगस्तदेखि चाहिँ सहकार्य गरेर विभिन्न क्रियाकलापहरू यस नगरपालिकाको क्षेत्रमा गरिरहेको अवस्था छ। यसमा विशेष गरी चाहिँ मातृ तथा नवशिशु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न खालका क्रियाकलापहरू गतिविधिहरू गरिरहेको अवस्था छ। त्यो गतिविधि अन्तर्गत चाहिँ वानट वर्ल्ड वाइडले नगरपालिकामा दक्ष प्रसुति गराउनको लागि दक्ष प्रसुति कर्मीहरू उत्पादन गर्नको लागि चाहिँ क्षमता अभिवृद्धि होइन एसबिए भनेर पनि भन्छौँ हामी, त्यो एसबिएको ट्रेनिङ दिने, त्यसपछि ट्रेन प्राप्त भइसकेपछि उनीहरूलाई अनसाइट कोचिङ होइन मेन्टरिङ गर्ने, त्यसै गरी मेन्टर डेभलप गर्ने होइन सिमुलेसन बेस मेन्टरसिप प्रोग्राम भनेर पनि भन्छौँ। त्यो चाहिँ क्लिनिकल मेन्टरसिपको लागि होस् या अन्य होइन, त्यसको लागि क्षमता अभिवृद्धि गर्न मेन्टर डेभलपमेन्ट गर्ने प्रोग्राम। त्यसै गरी चाहिँ ग्रामीण भेगमा चाहिँ अल्ट्रासाउन्ड गर्नको लागि चाहिँ होइन प्रसुति सेवाको लागि अल्ट्रासाउन्ड गर्नको लागि रुरल अल्ट्रासाउन्ड प्रोग्राम पनि भन्छौँ। त्यसको लागि पनि दक्ष तालिम प्राप्त चाहिँ जनशक्ति चाहिन्छ। त्यो तालिम प्राप्त जनशक्ति उत्पादन गर्न पनि ट्रेनिङ दिने होइन 3-4 जनालाई चाहिँ ट्रेनिङ दिने काम पनि गर्नुभयो। त्यसै गरी चाहिँ यस आरएसटिसी र वानट वर्ल्ड वाइडले चाहिँ आठबिसकोट नगरपालिकासँग साझेदारीमा चाहिँ एउटा प्रसुति केन्द्रको भवन निर्माण गर्न गोतामकोट स्वास्थ्य चौकीमा
चाहिँ भवन निर्माण गर्न पनि साझेदारीमा चाहिँ एउटा भवन निर्माण पनि सम्पन्न भयो। यावत विभिन्न गुणस्तर सुधारकै लागि भनौँ न, सबैभन्दा चाहिँ वान आउट वर्ल्ड वाइडको राम्रो पक्ष चाहिँ एउटा के छ भने मातृ तथा नवशिशु स्वास्थ्यसँग सम्बन्धित जति पनि क्रियाकलापहरू छन् नेपाल सरकारले लगानी गरेर निरन्तर रूपमा त्यो क्रियाकलापहरू नियमित रूपमा गरि नै रहेको हुन्छ भने चाहिँ, तर वान आउट वर्ल्ड वाइडले चाहिँ के गर्छ भने त्यसको अझै त्यसको गुणस्तर सुनिश्चित गर्नलाई त्यो स्ट्यान्डर्ड रूपमा होइन त्यसको क्यालिब्रेसन अनुसारको स्ट्यान्डर्ड रूपमा चाहिँ भएको छ कि छैन भनेर त्यो गुणस्तर सुनिश्चित गर्नको लागि चाहिँ महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ उहाँहरूले। परियोजना नियमित कार्यक्रम बाहेक भइपरि आउने विपत्तिमा पनि सारथी बनेको छ। विक्रम सम्वत 2080 साल कार्तिक 17 गतेका दिन जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरूमा पनि क्षति पुग्न गयो। उक्त क्षतिको तत्कालीन परिपूरणका लागि परियोजनाबाट अस्थायी सेवा प्रवाहका लागि टेन्ट, सामग्री र समुदाय स्तरमा गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर जस्ता पाता, खानेपानी ड्रम, किचन सेट, डिग्निटी किट, हाइजिन किट, न्यानो कपडा जस्ता राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्यो। वान आउट वर्ल्ड वाइडले चाहिँ के गर्नुभएको छ भने विभिन्न खालका विपदहरू होइन, जस्तै फर इक्जाम्पल 2080 सालमा विनाशकारी भूकम्प गएर आठबिसकोट नगरपालिकामा पनि धेरै क्षति पुर्याएको थियो। त्यो क्षतिले चाहिँ हाम्रो स्वास्थ्य संस्थाहरूमा समेत क्षति पुगेको थियो होइन। वार्ड नम्बर 14 मा रहेको घेतमा स्वास्थ्य चौकीमा चाहिँ एकदमै होइन भवनमा क्षति भएर त्यो चाहिँ भवनबाट सेवा दिन नै नसकिने खालको अवस्था चाहिँ सिर्जना भएको थियो। त्यहाँनिर चाहिँ तत्कालै वान आउट वर्ल्ड वाइडले चाहिँ 2वटा एकदमै राम्रो टेन्ट सेटअप गरेर त्यो सेवालाई चाहिँ नियमित रूपमा सञ्चालन गर्नको लागि चाहिँ सहयोग गर्नुभएको थियो। त्यसै गरी वडा नम्बर 12 मा रहेको चाहिँ आधारभूत स्वास्थ्य सेवा केन्द्र ठुली बार्खुमा पनि त्यहाँनिर चाहिँ भौतिक क्षति भएको थियो भवनमा, र त्यसलाई चाहिँ सुचारू गर्न त्यहाँ पनि टेन्ट चाहिँ सेटअप गरेर त्यसरी चाहिँ सेवा प्रवाह सुरु गरिएको थियो। यो मात्रै नभइकन विभिन्न खालका सुत्केरी गर्भवती तथा सुत्केरीहरूलाई लक्षित गरेर चाहिँ विभिन्न खालका राहत सामग्रीहरू वितरण गर्नुभएको थियो, जस अन्तर्गत चाहिँ हाइजिन किटहरू होइन, जस्ता पाताहरू, सुरक्षित खानेपानीको लागि ड्रमहरू लगायतका सामग्रीहरू चाहिँ वितरण गरेर चाहिँ उहाँहरूले त्यो भनौँ न त्यो आपतकालीन अवस्थामा चाहिँ उहाँहरूको जीवनलाई थोरै मात्र पनि भए पनि सहयोग गरेर चाहिँ त्यसरी चाहिँ सहयोग गर्नुभएको थियो। यसको लागि आठबिसकोट नगरपालिका स्वास्थ्य शाखा एकदमै आभार प्रकट पनि गर्न चाहन्छ। परियोजनाको सहयोग पश्चात सेवा प्रवाह मात्र नभई नीति निर्माणकै तहमा सहयोग पुगेको छ। दुर्गममा रहेका प्रसुति केन्द्रहरू जुनसुकै बेला सेवा प्रवाहका लागि तयारी अवस्थामा छन्। आवश्यक सामग्रीको पहुँचले सेवा प्रवाहमा सजिलो भएको छ। तालिमले स्वास्थ्य कर्मीहरूलाई सेवा दिन सहज बनाएको छ। प्रसुति केन्द्रका लागि आवश्यक सामग्री तथा औषधि समयमै खरिदका लागि स्वास्थ्य संस्था तथा पालिकाहरूले ध्यान दिन थालेका छन्। गाउँ गाउँमा पुगेर नियमित रूपमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रवाह भइरहेको छ। साथै पालिकाले प्रसुति सेवालाई प्रभावकारी बनाउनका लागि योजना तर्जुमा, नीति तथा कार्यक्रम र बजेटमा समेत ध्यान दिन थालेका छन्। बाँफीकोट गाउँपालिकामा वान आउट वर्ल्ड वाइड र आरएसडिसीले हाम्रो विकास साझेदारको हिसाबमा, गैर सरकारी सङ्घ संस्थाको हिसाबमा बाँफीकोट गाउँपालिकाको जुन राज्यको भूमिका थियो, लक्ष्य उद्देश्य थियो, त्यसमा चाहिँ जुन गैर सरकारी सङ्घ संस्थाहरूले पुर्याउनु पर्ने भूमिका जहाँ राज्य पुग्दैन, जहाँ गाउँपालिका पुग्दैन र सीमित स्रोत साधनले गर्दाखेरि पुग्न नसकेको ठाउँहरूमा हजुरहरू पुगिदिनु भएको छ। विशेष गरेर बर्थिङ सेन्टर को लागि हामीले आवश्यक सामग्रीहरू दिन सकेको थिएनौँ, केही सीमित स्रोत साधनले गर्दाखेरि, र हामीले हाम्रो कर्मचारीलाई चाहिँ नि आरयुएसजी रुरल अल्ट्रासाउन्डको लागि हामीले उहाँहरूलाई सक्षम बनाएर ट्रेनिङ गर्न सकेका थिएनौँ, र तपाईँहरूले त्यसमा विशेष भूमिका खेलिदिएर बर्थिङ सेन्टर र रुरल अल्ट्रासाउन्डको लागि जुन हाम्रो कर्मचारीलाई र बर्थिङ सेन्टरहरूलाई थप सक्षम र सेवा प्रवाहको लागि एकदमै कन्डिसिभ इन्भाइरोमेन्ट बनाइदिनु भएको छ। त्यसको लागि बाँफीकोटको तर्फबाट मैले पनि धन्यवाद व्यक्त गर्दछु। र अर्को कुरा चाहिँ बाँफीकोट गाउँपालिकामा भइगरेका स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरूमा टेक्निकल एसिस्टेन्स हामीले परेको बखत, मागेको बखत, जस्तो मिनिमम सर्भिस स्ट्यान्डर्डहरूदेखि लिएर अन्य कुराहरूमा जस्तो सहजीकरण समन्वयमा टेक्निकल एसिस्टेन्ट गरिदिनु भएकोमा पनि
गाउँपालिकाको तर्फबाट र मेरो तर्फबाट धन्यवाद व्यक्त गर्दछु। हरेक सुरक्षित प्रसुति, हरेक स्वस्थ नवशिशु, हरेक मुस्कुराउँदो परिवार साझेदारी, प्रतिबद्धता र निरन्तर प्रयासको परिणाम हो। सुरक्षित आमा, स्वस्थ नवशिशु, समृद्ध रुकुम पश्चिम। धन्यवाद।